एमालेकै प्रस्तावमा हिँडेको मान्छे तर अलिकति परिवर्तन गर्न मलाई मन पर्यो कि अनि त्यही भएर परिवर्तन माटो होइन माटो धरानबाट आइरहेछ नि त हर्क साम्पाङ माटो माटोलाई तपाईँको यसपालि समर्थन रहेछ भन्ने कुरो बुझियो। एउटा प्रश्न नयाँ तर अहिले म एउटै भन्छु अब हाम्रो अब म डाइरेक्ट भन्दैछु काठमाडौँमा त्यत्रो सुकुम्बासीहरू बसेका थिए है अनि अब मजदुरीहरू त्यहाँ के छ पसल ससल केही गरेर बसेका थिए बालेन शाहले है त्यो सबै हटाएर विहीन भए होइन ऐलेनी माटो यहाँ सबै हाम्रो ऐलेनी माटो छ अब हामी बस्छौँ हिँड्छौँ भोलिपछि बालेन शाहले त्यसै गर्नुभयो भने त हाम्रो बिजोग भयो हो भनेपछि नि बुवा हजुर अब यो ठाउँमा अहिलेसम्म भएको सबै चुनावहरूमा केपी शर्मा ओलीज्यूले जित्दै आउनु भएको छ है। यसपालि बालेन शाहले पनि उम्मेदवारी दिनुभयो आज दर्ता पनि भयो अब तपाईँले नयाँ पुस्ता पनि रोज्छु भन्नु तपाईँलाई जस्तो बालेन शाहले काठमाडौँमा सुकुम्बासी हजुर अब त्यो त हटाउदिनु त पहिले पनि भन्छन् नि हटाउनु त पहिले जसुकैले भन्छ होइन अब भाइहरू सरहरूले भन्न खोजेको हटाउँदिनँ म यसो गर्छु यसो धनी पूजा दिन्छु अहिलेसम्म हामीलाई धनी पूजा दिएको छ त छैन नि त म पनि सुकुम्बासीमै छु यही डाँडा हो हेर्नुहोस् हो त्यही भएर यहाँको हाम्रो अलिकति माहौल कसरी आएको छ भने त्यही जहाँको चोकमा अहिले म माथि आम चोकदेखि माथि बाख्खोरसम्मको चोकमा म हिँडिरहेको छु साइकलमा जान्छु आउँछु अनि त्यो मलाई चोकमा गएको छु होइन हौ यी सुकुम्बासीको बालेन शाह आयो भने यो सबै खतम पार्छ अनिखेर काठमाडौँ जस्तो बिहाल भएर बस्नु हामीहरूले बाटोको घर त भत्काइदिन्छन् एउटा पेसा गरेर खान दिँदैन भनेर त्यो कुरा चाहिँ निकालेको छ कि व्यवस्थित